शव यात्रा गराउनका लागि गाडी आइसकेको छ। महान शहीदहरूको शव लिनका लागि टिचिङ हस्पिटलको मुर्दा घरतर्फ। दर्शकबिन दृश्य हो महाराजगञ्ज स्थित टिचिङ हस्पिटल परिसर। आज एका बिहानैदेखि यो परिसर यो दृश्य निकै भावुक बनेको छ। यहाँको अवस्था निकै भावविह्वल बनेको छ। जसरी बिहानैदेखि काठमाडौँ आकाश रोइरहेको छ, सिमसिम पानी परिरहेको छ, त्यस्तै गरी आफ्नो पुत्र वियोगको पीडा खप्न नसकेर आमा भक्कानिँदै डाँको छोड्दै बगाएको आँसु र रोदनले सारा नेपालीलाई रुवाएको छ। दर्शक महानुभाव, हालको मितिसम्म 72 जनाले शहादत प्राप्त गरिसक्नु भएको छ, वीरगति प्राप्त गरिसक्नु भएको छ। यी सबै मृतक आत्माहरूको शान्तिका लागि कामना गरिराखेका छौँ। यति धेरै मानवीय क्षतिबाट प्राप्त उपलब्धिलाई कसरी संस्थागत गर्ने भन्ने एउटा खालको चुनौती मुलुकलाई छ भने आफ्नो आफन्त गुमाएको पीडा र यो वियोग खप्न र धैर्य धारण गर्न निकै कठिन भएको छ। दर्शक महानुभाव, निकै मर्माहत बनाएको छ। सबै मृतक शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली, गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ। जब मुलुक फेरिएको महसुस जनताले गर्छन्, जब देशमा आमूल परिवर्तन आउँछ, भ्रष्टाचार अन्त्य हुन्छ र यो प्राप्त उपलब्धि संस्थागत हुन्छ, तब मात्र मृतक परिवारले न्याय पाएको अनुभूत गर्नेछन् र ती आत्माले पनि शान्ति पाउनेछ। दर्शक महानुभाव, जेएनजी प्रदर्शनकारीहरूको आन्दोलन शान्तिपूर्ण थियो। सेप्टेम्बर 8 का दिन एकाएक के भयो, त्यहाँ घुसपैठ भयो या त कसरी अराजकता सिर्जना भयो, हिंसा भड्कियो र धमाधम मानवीय क्षतिको खबर आउन थाल्यो। यी सबै परिदृश्यहरू जसरी नेपाल आमालाई अहिले यति ठुलो वज्रपात परेको छ, नेपाल आमा रोइरहेकी छिन्। तिनै आमाले घाइते घर सम्हाल्नका लागि यति बेला आफ्नो चेलीलाई पठाएकी छिन्, देशको कार्यकारी प्रमुख बनाएकी छिन् पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई। यही आन्दोलन र यही प्रदर्शनको जगमा टेकेर यति बेला नयाँ सरकार गठन भएको छ। सानो आकारको मन्त्रीमण्डल गठनको प्रक्रियामै छ। शहीद परिवारको माग एउटै छ, हामीलाई न्याय चाहियो। हामीलाई यसरी 10 लाख 15 लाख रुपियाँ दिएर केही समस्या त टर्ला, तर जीवनभर नभेटिने घाउ लाग्नेछ। हाम्रो सहारा गुमेको छ।